हाई हेलो नमस्ते सबैजनालाई। आज हामी सिक्न गइरहेको छौँ 1974 AD को वान अफ द मोस्ट पपुलर सङ हिँड्दा हिँड्दै। गीतको स्केल छ डी मेजर। गीत छ स्ट्यान्डर्ड ट्युनिङमा है। गीतको स्टमिङ प्याटर्न हेर्नुपर्दा डाउन डाउन अप 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 डाउन डाउन अप डाउन डाउन अप 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 डाउन डाउन अप डाउन डाउन अप 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 डाउन डाउन अप डाउन डाउन अप 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 डाउन डाउन अप। गीतमा लाग्ने कर्ड्सहरू हेर्नुपर्दा डी मेजर 7 थर्ड सेकेन्ड फर्स्टमा है हेर्नुपर्दा सेकेन्ड सेकेन्ड सेकेन्ड। अर्को कर्ड D7 तपाईको थर्ड सेकेन्ड र फर्स्टमा सेकेन्ड फर्स्ट सेकेन्ड है। ई मेजर ई डिमिनिस्ड तपाईको डी पक्रे जसरी नै माथिपट्टि त्यहाँदेखि यो कान्छी अम्लाले फर्स्ट स्ट्रिङको थर्ड फ्रेटमा है ई डिमिनिस्ड है। त्यहाँदेखि अर्को भयो सी शार्प माइनर 7 सी शार्प माइनर 7 एफ शार्प बी मेजर एफ शार्प माइनर जी ए। यसरी बजाउँदा तपाईले 4 3 2 1 लाई एकैचोटि यसरी प्रेस गरेर पनि बजाउँदा भयो। ए मेजर A7 ए यसरी बजाएर तपाईको फर्स्ट स्ट्रिङको थर्डमा यसरी प्रेस गर्दैन A7 है। सो गीत यसरी स्टार्ट हुँदैछ हिँड्दा हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियो म भने चाहिँ अल्मलेर तिमीलाई त्यही पर्खिरहे। यसमा लागेको कर्ड्सहरू हेर्नुपर्दा डी मेजर 7 D7 E minor E diminished A major A7 त्यहाँदेखि फेरि ब्याक टु डी मेजर। हिँड्दा हिँड्दै दो बाटोमा तिमी त कहाँ हराइदियो म भने चाहिँ अल्मलेर तिमीलाई त्यही पर्खिरहे। दुई ताल यसरी रिपिट भएपछि D7 मा डाउन पिकिङ। त्यहाँदेखि तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ। यो हेर्नुपर्दा जी मेजर एफ शार्प माइनर ओपन ई माइनर डी मेजर ए मेजर A7 त्यहाँदेखि D7 मा डाउन पिकिङ। हेर्नुपर्दा तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ। यो दुई खेप गरेपछि अब त आस पनि मरिसक्यो रहरहरू मुटुबाट हटिसक्यो अब त आस पनि मरिसक्यो
रहरहरू मुटुबाट हटिसक्यो हेर्नुपर्छ यो चाहिँ C sharp minor 7 अब त आस F sharp पनि मरिसक्यो B minor रहरहरू C sharp minor 7 मुटुबाट F sharp हटिसक्यो B minor है हो गर्दा चाहिँ E डिम्नी स्टार्ट गर्दिने त्यहाँदेखि किन हो किन यस्तै नै हो गर्दा चाहिँ जी मेजरमा किन हो किन जी मेजर यस्तै नै हो ए मेजर लास्टमा A7 एड गर्दिने ए फेरि ब्याक टु हिँड्दा हिँड्दै सेम गर्दै जान्छ जो बाटोमा तपाईँलाई बजाएर सुनाउँछु म भने चाहिँ अल्मलेर तिमीलाई त्यही पर्खिरहे तिमीले मलाई सोध्दा पनि सोधेनौ तिमीले मलाई कहिले पनि खोजेनौ अब त आस पनि मरिसक्यो रहरहरू मुटुबाट हटिसक्यो अब त आस पनि मरिसक्यो रहरहरू मुटुबाट हटिसक्यो किन हो किन यस्तै नै हो हिँड्दा हिँड्दै भन्ने रिपिट हुन्छ तपाईँलाई केही डाउट छ भने कमेन्ट गर्नुहोस् होला मन पर्यो भने सब्सक्राइब लाइक गरिदिनु होला सेयर गरिदिनु होला थ्याङ्क यू